पनि यहाँ भनेपछि आज रमाइलो हुने भयो सङ्गम लिटल दाइ होइन हो नि यार। ल दाइ एउटा गीत सुनिदिउँ न त आज, ल ल के गरिरहनु भएको थियो नि हामी यत्तिकै गफ गरिरहेको थियो बसिरहेको थियो हावा खानु निस्केको बेलुकाको ए हुन्छ म पनि ठाउँ खोजिरहेको छु यहाँनिर कता चाहिँ गीत गाउन सकिन्छ भनेर नि हस् त ल एउटा गीत यहाँबाट खिचिरहनु भएको छ त्यहाँ ल दाइ ल एउटा गीत सुनिदिउँ न त सुन्ने हो त ल कुन गीत गाउँ त सुन्छ आँखामा भन्ने गीत गाइदिनु न है दाइ आँखामा नवीन के भट्टराईज्यूको हजुर ए दामी ल ट्राई गरौँ न त है त ए हस् त तपाईँहरूले पनि साथ दिनुपर्छ नि ए ल आउनेसम्म त हामी गाइदिउँ न होइन आँखामा तिमीलाई पाउँछु म धेरै धेरै आँखामा तिमीलाई पाउँछु म धेरै धेरै सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि जलाई आफूलाई देखाउन म सक्दिन जलाई आफूलाई देखाउन म सक्दिन माया तिमीलाई गर्छु म धेरै धेरै माया तिमीलाई गर्छु म धेरै धेरै ली तिमीलाई हिँड्नेछु म सधैँ सधैँ ली तिमीलाई हिँड्नेछु म सधैँ सधैँ माया तिमीलाई गर्छु म धेरै धेरै माया तिमीलाई गर्छु म धेरै धेरै अङ्गालोमा तिमीलाई राख्नेछु म सधैँ सधैँ हस् थ्याङ्क यू यार हस् धन्यवाद यार ल धेरै धेरै धन्यवाद है त हजुरहरूले मलाई अगाडि नै चिन्नुभयो अनि मलाई पनि कन्फिडेन्स आयो आज चाहिँ ए हस् हस् थ्याङ्क यू यार ल ल